यता हेर के गरेको विष्णु हेलो गुड मर्निङ सबैजनालाई आज चाहिँ यहाँ सिटुको बिहा थियो अन्त म चाहिँ गान्तोकबाट चाहिँ ढिलो आइपुगेको थिएँ अन्त त्यही भएर चाहिँ भोलिपल्ट चाहिँ म चाहिँ बिहानै गएको थिएँ अन्त 7:30 तिर अन्त यहाँ चाहिँ अलिअलि कामसाम गर्नु थालेँ हो अन्त यहाँनिर चाहिँ गीत बजिरहेको थियो त्यसलाई चाहिँ मैले काट्नुपर्छ किनभने कपिराइट हुन्छ नि त अन्त त्यही भएर चाहिँ सबै काट्नुपर्छ अन्त चाहिँ यसरी भोइस सेट गर्नुपर्छ अन्त यो चाहिँ भयो जन्ती बस्ने जग्गा हो अन्त त्यही भएर चाहिँ जग्गा नभएर चाहिँ यताउता बनाएको छ यो चाहिँ खाना खाने ननभेजको हो अन्त यो चाहिँ हो भेजहरूको हो जग्गा नभएर चाहिँ छतमा बनाएको छ नि त अन्त यहाँ यो चाहिँ देख्यो यो मण्डप त्यो चाहिँ मुनिको चाहिँ फोटो अन्त यो चाहिँ अलिकति फुल चाहिँ अलिकति लाइनमा चाहिँ सफाइदिएको नि त यो चाहिँ फोटो बुथ के भन्ने रहेछ यहाँ चाहिँ फोटोहरू खिच्नुपर्ने अन्त यो चाहिँ अलिकति वेस्ट भइरहेको रहेछ अलिकति हालिदिएको अन्त मण्डप चाहिँ बनिसकेर चाहिँ म चाहिँ यहाँनिर चाहिँ हल्का बढालिदिएको नि किनभने मैला भइरहेको थियो अन्त मैले चाहिँ यहाँनिर काकालाई भिडियो बनाइदिनु भन्दै ल सबै मान्छेले हेरिरहेको थिएँ अन्त लजाउँदै मैले चाहिँ भिडियो गरेको हो अन्त लास्टको एन्डिङ चाहिँ यति नै थियो मण्डप चाहिँ सिम्पल नर्मल हो अन्त मलाई चाहिँ लाज लागिरहेको थियो त्यही भएर चाहिँ कामसाम गरेर चाहिँ म चाहिँ फर्किँदैछु हो रोडबाट गएको होइन म चाहिँ उकालो उकालो जाँदैछ यस्तो उकालो छ यस्तो छ हेलो सबैजनालाई हो म चाहिँ यस्तो मेहनतले गिफ्ट प्याकिङ गर्दैछु हो आज चाहिँ मेरो साथीको बिहा बहिनी पनि हो होइन अन्त बक्सहरू नपाएर हो मैले गिफ्ट खिचौँ भनेको थिएँ त्यो पनि खिच्नु पाइनँ हो बक्स पनि पाइनँ हुन्छ राम्रो किन अब यो पछि उयो त हुँदैन भाइ गत्ती नै हुँदैन यसको हो अब म यहाँनिर बेसी सेल्टी टालेको मन पर्दैन हो कहिले रेडी हुनु कति बज्यो 11 बज्यो अरे म कहिले रेडी हुनु हो कस्तो चिटिक्कै पारेको थिएँ पहिला सेल्टेप लाउनु पर्दैछ भित्रबाट बजाउनु पुरा जोगर भन्छ है पुरा जोगरमा चलेँ नि म त नाच्दै लाग्यो यति नाच्यो पनि किन्न नसकेको भन्ने है यो चाहिँ मैले के बनाएको भन्दा यो चाहिँ मैले चाहिँ नेम प्लेट बनाएको मैलाग्दो नेम प्लेटहरू मेरो पनि कपीतिर थियो जस्तो पनि लाग्छ कपीवाला नेम प्लेट चाहिँ राम्रो हुन्छ मोटा रहेछ नि त यो खर्च के छ बाहिरबाट नहेर्नु भित्रको उयो हेर्नुपर्छ भन्ने पनि थियो होइन र यस्तो छ जोगर चाहिँ हो यो फोनको बरु क्यामेरा त दामी छ है जे भयो कैँची थिएर पनि के भइरहेको को आयो पुष्पराज हेलो के गर्नु हुँदैछ यहाँ बिहान आइरहेको छु ए सबै रेडी भएर हेरौँ राम्रै भइरहेको क्या हो खै यता देखा न त्यो उयो त किन लगाएको स्वेटर चाहिँ खोल्नु नि एकछिन खोइ हेरौँ ए के को खै हामी त कहिले रेडी हुने यहाँ हेर्नु एउटामा यसरी लेखिदिएँ हो अन्त एउटामा चाहिँ यस्तो हो अन्त चाहिँ म चाहिँ रेडी हुन जान्छु बाई बाई आँखा पनि खा सबै ब्लगरहरू मात्रै छ नि यहाँ बेहुला बेहुली चाहिँ यता छ हो अन्त हाम्रो काका काकीहरू यता छ ए नमस्ते गर्नु म चाहिँ रेडी सेडी भएर पनि यहाँ बिहा घरमा आइसकिसकेँ अन्त यहाँनिर चाहिँ यो चाहिँ जन्ती पार्टीहरू हो अन्त यहाँ चाहिँ हामीलाई जन्ती हेर्नु भनेर राखेको थियो उहाँ चाहिँ हुनुहुन्छ मेरो दादा हो अन्त यहाँ चाहिँ मनिषाले फोटो खिच्दैछ हो यिनीहरू चाहिँ जन्ती हो अन्त म चाहिँ यहाँनिर बेहुली भएकोमा आइपुगेँ बेहुली हेर्नु यहाँनिर चाहिँ टिका लगाउनु गिफ्ट दिनुको लागि चाहिँ भिड भइरहेको छ नि त अन्त जन्तीहरू चाहिँ अलिकति ढिलो आइपुगेछ अन्त त्यही भएर यहाँनिर चाहिँ मान्छेहरू चाहिँ लाइन लागिरहेको छ हो त्यहाँ यहाँ अर्को पनि यो भ्लगर हो चुडी खाऊ फोटो
चिज मैले लेखिदिएको मेरो अलिकति सानो ब्लगमा अलिकति सल्लाह हेलो म्याम तपाईँ कहाँबाट आउनु भएको हजुर यसको लागि चाहिँ कहाँबाट आएको भने नि कुन चाहिँ गाउँबाट आउनु भएको हेलो म्याम तपाईँको नाम के हो तपाईँको नाम के हो खै उयो त छैन रहेछ त तपाईँको ठेगाना कहाँ पर्यो अघिको रिल्स हाम्रो पेन्डिङ छ त जाउँ हिँड्न यो चाहिँ हाम्रो अर्को भ्लगर हो लेङ्गा चाहिँ यस्तो म चाहिँ यसरी जाँदैछु हो लेङ्गा चाहिँ हालत खराब लेङ्गा चाहिँ एकदमै खाली यस्तो हालत छु म चाहिँ हो अब चाहिँ ड्रेस चेन्ज गरेर काम गर्ने जानुपर्छ हो मेरो स्टोरेज पनि छैन म भएको भिडियो बनाउँदिनँ तल हो गाइसहरू नक्कल पार्नु कहाँ सजिलो छ यो कानको आया दुख्यो कानबिरको दुला हालेको निकाल न यस्तो आजको लागि चाहिँ यति नै बाई बाई पार्ट 2 मा चाहिँ डान्सहरू आउनेछ टेक केयर